साथीहरु हामीले चटपटे खाने ठाउँबाट चाहिँ हामीले चाड्यो कि यस्तो छ है गाइजहरु तिरखुला आमामा पाकेर दामी छ मस्त के डराउनु यस्तो छ कुरा नगर्नुहोस् भुतिया जंगल टाइपको छ है ओए आज तो चलिए शुरू करते हैं वेलकम बैक टू माई अनदर भिडियो गाइज आज चाहिँ हामी चाहिँ गोदावरी गइरहेको छौँ र गोदावरीमा कस्तो हुन्छ भनेर हजुरलाई त्यहाँ गएर देखाउनेछु यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है आजको भ्लगमा भान्जा निलेश र निकेश चाहिँ गइरहेको छौँ हामी अरू चाहिँ पनि आइरहेछ उनीहरूलाई चाहिँ हामी बिस्तारै पछि देखाउनेछौँ म भ्लगमा A few moments later. फाइनली साथीहरु हामी गोदावरी पुगिसकेका छौँ र गोदावरीको नजारा यस्तो छ है यता उता पसलहरू छ खाने पसलहरू धेरै छ है यता यो साइडतिर यहाँ चाहिँ चोडाएको छ हेर फोटो खिचिरहेको छ उता मान्छे सानो बच्चा यो गोदावरीको इन्ट्री चाहिँ ठाउँ है यताबाट हिँडेर हामी चाहिँ गोदावरीको मेन ठाउँमा पुग्नेछौँ यता खाने पसलहरू छ यस्तो है गाडी चाहिँ भित्रसम्म जान्छ तर ठुलो गाडीहरू जाँदैन सानो गाडीहरू मलाई चाहिँ भुक लागिसकेको छ म चाहिँ एउटा चिज खाने छु है सक्नुहुन्छ यो भुक्कड है निकेश यता खाइरहेछ हेर यसको अहिले निन्द्राबाट उठ्यो है यसको मुख हेर है ल निलेश टोपोले के किन्दा चाहिँ खानको लागि पनि मैले चाहिँ यो किने यसले चाहिँ उता भुक्कडले यो खाइरहेछ तैँले किनेको के हो नाम के रहेको एक्सट्रिम फाइनल साथीहरू हामी चाहिँ 15 मिनट चाहिँ हिँडेर चाहिँ गोदावरीको गेटमा पुगिसकेका छौँ यहाँ चाहिँ कस्तो छ भनेर देखाउँछु यता चाहिँ घोडा पनि रहेछ है घोडामा चढ्नको लागि चाहिँ यसरी चढ्न रुपियाँ चाहिँ कति लिन्छ है गोदावरीको मेन ठाउँमा जानको लागि हजुर हामीले यहाँबाट चाहिँ टिकट लिनुपर्ने हुन्छ यहाँबाट टिकट लिएर चाहिँ हामी चाहिँ यो गेट हुँदै भित्र जानेछौँ यताबाट टिकट अब टिकट लिनको लागि उता चाहिँ नीतिका गएको छ है नीतिका ल्याएर आउँछ त्यसपछि हामी चाहिँ भित्र जानेछौँ फाइनल साथीहरू हामी चाहिँ गोदावरीको मेन गार्डनमा भित्रतिर पुगिसकेका छौँ है हामी यहाँ चाहिँ यस्तो मान्छेहरू बस्ने आएर चाहिँ पिकनिक मनाउने टाइपको हो क्या यो यस्तो यस्तो जङ्गल टाइपको चाहिँ यस्तो गार्डन कति दामी छ हेर्नुहोस् यस्तो सजावट गरी बनाएको छ यता के लेखिएको छ है यता चाहिँ के लेखिएको छ यो चुत्रो भन्ने के हो यो बिरुवाहरूको नामहरू चाहिँ यस्तोरी बिरुवाहरू भएको र त्यसको नामहरू पनि यहाँ लेखेको छ यसमा पनि अर्को बिरुवा छ यसको नाम लेखेको छ यसो बिरुवा भन्दा पनि यो फुल जस्तो छ है फुल है यो गोदावरी कस्तो रहेछ भन्दाखेरि गाइजहरु हामीहरूको पहाडतिरको पहाडी भाग जस्तो रहेछ कि सबै ठ्याक्कै पहाडको जङ्गल टाइपको रहेछ यहाँ जङ्गलमा मान्छेहरू पिकनिक मनाउनका लागि यस्तरी आउने रहेछन् है यो चाहिँ गाइजहरु राष्ट्रिय वनस्पति उद्यान हो है र यसमा चाहिँ विभिन्न प्रकारका चाहिँ बोट बिरुवाहरू छन् त्यो चाहिँ हामीले नदेखेको बोट बिरुवा पनि देख्नेछौँ है यो गार्डनमा यस्तो फुलहरू फुलेको छ है ल यो हेर्नु यो फुल चाहिँ कति दामी छ हेर्नुहोस् यो गार्डनहरूमा यस्तो फुलहरू छ है हेर्नुहोस् के दामी छ गाइजहरु यसो टक्कबाट बसेर खाजाहरू पनि खान सकियो हामीले अब साथीहरू हामी चाहिँ यो बोन्साई हाउसमा जानेछौँ है बोन्साई हाउसमा के बिरुवाहरू छन् भनेर चाहिँ हामी अरूलाई देखाउनेछौँ यहाँ चाहिँ हरेक बिरुवाको चाहिँ नामहरू चाहिँ लेखेको छ यसको नाम रहेछ गिनको यसको नाम रहेछ गिनको यस्तो छ है गिनको यो त पहिलोचोटि देखेँ जस्तो लाग्यो मलाई गिनको भन्ने यी सबै बिरुवाहरू चाहिँ बोन्साई प्रजातिमा पर्ने गर्दछन् है सबैको नामहरू यसको पनि नाम लेखेको छ यता हरेकको चाहिँ नामहरू चाहिँ बिरुवाको उयोमा झुन्डिएर लेखेको छ है सबै प्रकारका चाहिँ बोन्साई बिरुवा हुन् यता पनि पानी छ यो पानी चाहिँ यसमा बोट बिरुवामा हाल्नका लागि हो फोहोर त फोहोरै छ फोहोर त हुने हो यो साइडमा पनि अर्को जातिको चाहिँ बोट बिरुवाहरू रहेका छन् है के को यो म देखाउँछु म यसमा चाहिँ अर्चिड जातिका चाहिँ बोट बिरुवाहरू पाउने गरेर छ है यसमा अर्चिड हाउस अब चाहिँ अब चटपटे पानीपुरी चाहिँ पार्टी चाहिँ चलिरहेको छ है यहाँ चाहिँ चटपटे चाहिँ हामी सबै खानेछौँ साथीहरू हामीले चटपटे खाने ठाउँबाट चाहिँ हामीले चाड्यो कि त्यहाँ चाहिँ खान मिल्दैन रहेछ है हामी चाहिँ अर्को ठाउँमा आएर चाहिँ हामी चटपटे चाहिँ खानेकुराहरू चाहिँ खानेछौँ है हामीहरूलाई त्यो ठाउँबाट चाडेको थियो र यो ठाउँमा आएर चाहिँ अब चटपटे यहाँ भुक्कडहरू खाइरहेको छन् है मैले चाहिँ स्कारल देखेँ यो ल यो रुखमा बसेर चाहिँ स्कारल हजुरले देख्नु भएको छ कि नै मैले पनि पहिलोचोटि देखेँ यस्तो रहेछ है
अब के खाइरहेछ है यो सानो यहाँनिर देखिरहेछ है स्कारल किम खाइरहेछ यसलाई हाम्रो ठाउँमा किम भन्छ स्कारल राम्रोसँग देखिरहेछ नि है साथीहरू यो चाहिँ हामी चाहिँ गार्डनको भित्रपट्टि आइसकेका छौँ यो चाहिँ पुरै भुतिया टाइपको छ कि डर लाग्ने टाइपको दिउँसो नि राति टाइपको छ कि यहाँ घाम पनि आज लागेको छैन त्यो कारणले पनि यो अलि भूतको फिल्महरू चाहिँ जुन इन्डियन फिल्महरूमा चाहिँ सुटिङ हुन्छ नि त्यस्तै लागिरहेछ कि रुखहरू पनि ठुलो 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 ठुलोहरू छ यो हेर्नुहोस् यता हेर्नुहोस् पुरा भुतिया टाइपको सेटअप छ कि यहाँमा फिल्म चाहिँ राम्रो टाइपको भूतको फिल्महरू चाहिँ यहाँ दामी बनाउन सकिन्छ हामीले उता चाहिँ भान्जा चाहिँ तिर्कुला टिप्दैछ नै ल्या भान्जा मेरो हातमा दियो त ल्या 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 खाउँ उठाउने म यस्तो छ है गाइजहरू तिर्कुला आमामा पाकेर दामी छ मस्त के यो चाहिँ वन हो के हाम्रो गाउँमा हुन्छ नि वन हुन्छ नि त्यस्तो छ के तिर्कुला दामी हेरेर यसको फेसन चाहिँ गाइजहरू तिर्कुला भनेर है यसको मुखबाट पानी आइसक्यो के गाइजहरू हामी देख्न सक्छौँ यो तिर्कुलाको रुखमा हामी चाहिँ असरी भुइँबाट चाहिँ टिपेर हामी टक्क बाडेर यसरी खान सक्यो तिर्कुलाहरू अनि यो तिर्कुला चाहिँ हेर्नुहोस् यस्तो पाकेको छ कुरा नगर्नुहोस् यसरी खान सक्यो One eternity later. जङ्गलको एउटा डिप ठाउँमा पुगिसकेको छु जसमा यस्तो नजारा छ है यस्तो रुख चाहिँ ढलेको छ यो अनि चाहिँ केटाहरू उता बसिरहेछन् डराउनु यस्तो छ कुरा नगर्नुहोस् भुतिया जङ्गल टाइपको छ है ओए आवाज के को आवाज है सुन्नुहोस् भूतको आवाज है त्यो भूतको यो रुख चाहिँ यस्तो छ है यस्तो ढलेको छ धेरै अल्गो ठाउँमा छ कि यो यस्तो क्यामेरामा चाहिँ खासै देखिएन है तर चाहिँ अल्गो ठाउँमा छ है यो यहाँबाट उतासम्म चाहिँ ठुलो रुख हो कि ठुलो रुख Thank you for watching.